मैले के गाइस माछा मलाई सानसाना धेरै ल्याइदिएन तरकारी खानलाई भनेको थिएँ। अन्त आज त ल्याइदिएको छु सानसाना हरेक के यो त सानसाना हुँदैन माछा मार्नु थियो भने हामीलाई त साना साना यत्रो मस्तै ल्याइदियोस् ल 2-4 किलो भयो भने किन्न त पर्दैन कि होइन आफ्नै साउको माछा मार्ने मान्छे छ। अन्त सानसाना 2टा मात्रै ल्याइदिएको छु अरे कि यस्तो पनि मलाई चाहियो कि हे मेरा भाइ यो माछा खानाले पनि आन्द्रै तिता भयो होला कति आएको होला त्यही मात्रै अझ यो त मलाई अरे यत्रो म त साना भने के गर्ने अरूको घर कलतिर कम लागु घरमा कस्तो ल्याइदिन्छ कि त्यहाँको काम गर्नेले त्यहाँको माछा मार्नेले सानसाना माछा ल्याइदिएस् भनेपछि ल्याइदिन्छ आमा त ल्याइदिन्नन् कहिले भनेकी पनि थिएन अस्ति मात्रै भनेकी मलाई साना साना तरकारी खाने माछा ल्याइदिएन भने तिनीहरूको जालमा फेरि कति धेरै पर्छ नि त अनि यिनै माछालाई खुवाउँछन् क्या यही माछालाई खुवाउँछन् अनि त्यही माछा मार्छन् माछालाई खुवाएर हाल्छन् त्यही समुद्रैमा साना खान्न नहुमनीले यत्रै मात्रै खान्छ यत्रो भनेको होइन क्या म त साना साना भनेको थिएँ के अरे के गर्ने है आफू समुद्र आएको होइन जाने मान्छे त पनि ल्याइदिन्न गाह्रै छ। कुखुरा चाहिँ 2टा मात्रै छ झिक्न त मैले खसीको ढाडको भाग झिकिदिएको थिएँ हिजो पनि खसी आज नि खसी नखाउँ अरे के ओके के भयो त मलाई त होइन त्यही भएर 2टा कुखुरा छन् अझै आइस छ टाइम पकाउनु त 10:30 11:30बाट सुरु गर्नु पर्ला जानु पऱ्यो सुत्न फेरि यो माछा काट्नु ढिला हुन्छ के अरे त्यही भएर पनि म छिटो आएको क्या आज यो माछा आउँदा दिन त मेरा बा त यहाँ आउँदै कति नै रौँ पनि यसो अन्त रिस हुँदैन। अस्ति कहाँबाट एउटाले गोबेको पाहुना हो सन्चै भएको थिएन अन्त खतरा काँडा खान्छ फेरि के गर्ने गाइस अझ यिनी त मलाई अरे म त खान्न यिनी यत्र बढे त म त फालिदिन्छु नि त भोलि ल्याइदिए भन्ने भोलि यत्रै क्या यत्रै हुन्छन् क्या है तरकारी खानलाई कस्तो दामी हुन्छ क्या यिनी त के काम म त फालिदिन्छु यिनी चाहिँ फालिदिन्न यिनी फाल्दै त बाबाले मार्छ यो सानो त काम भएन क्या म त खान्न नि त गाईहरू चाहिँ काट्यो भने काटेर देखायो भने कति भ्युज आउँदैन कि किनभने हिजो आज टिकटकले धेरै मान खोजे त्यही भएर तपाईँलाई सिँगै देखाएँ धेरैले भन्नुहुन्छ खालि माछै देखाउने अब मेरो भान्सामा यिनै आउँछन् त म के गरौँ है अरू कन्टेन्ट त मैले बनायो भने त थुप्रै छ के जाँगर लाग्दैनन् के टिकटक बनाउन फेसबुक बनाउन जाँगर मर्यो कहाँबाट हो के यसले त